आधा नै मेरा साथीहरू, फेसबुक साथीहरू, युट्युब साथीहरू, टिकटकर साथीहरू। म अहिले चाहिँ पुगेको छु धागे छहरा, दाङ जिल्ला अन्तर्गत बबई गाउँपालिका को वडा नम्बर 4 मा पर्दो रहेछ हो। समथिङ झन्डै हामी चाहिँ हिँडेर 15 मिनट लाग्दो रहेछ। म हिँड्दा 15 मिनटमा तपाईहरु हिँड्नु भयो भने झन्डै आधा घण्टा लाग्दो रहेछ। हामी धागे छहरा भन्ने ठाउँमा आइपुगेका छौँ। मेरो हिँडाइ र मसँग हिँड्नुपर्ने मेरो अङ्कलहरू, मेरो अङ्कल, मेरो भाइ, हामी आज 4 जनाको पारिवारिक घुमघाम आज रमाइलो गरौँ भन्ने हिसाबले घुमेका थियौँ। ल पुरानधारा छहरा भन्दा पनि धागे छहरा के रे? धागे छहरा ल हेर्नुहोस्, असाध्यै राम्रो रहेछ। पुरानधारा छहरा भन्दा पनि धागे छहरा असाध्यै राम्रो रहेछ। मेरो भाइले टक्कै चाहिँ अहिले उसले स्नान गर्दैछ। मेरो भाइले स्नान गर्दै हुनुहुन्छ। असाध्यै राम्रो छ धागे छहरा। तर हिँड्नुपर्छ, कठिन यात्रा छ। पुरानधारा छहरा भन्दा धागे छहरा असाध्यै राम्रो रहेछ है। ल हेर्नुहोस्, माथिबाट छहरा, बर्खा होस् या जहिले पनि सधैँ पानी जति परे पनि यो छहरा निरन्तर रूपमा यसरी बग्दो रहेछ। धागे छहरा निरन्तर रूपमा पानी यति शुद्धता, यति असाध्यै राम्रो रहेछ। मेरो किरण भाइ पनि धागे छहरामा नुहाउने तयारीमा हुँदै हुन्छ। मेरो भाइ मेरो भाइ ठिक छ, ओके छ। हामी धागे छहरा बाटो यस्तो छ। यहाँ पनि लगभग संरचना बनाउन खोजिएको रहेछ। अङ्कल पनि आइपुग्नु भएको छ। मेरो कान्छो अङ्कल पनि हुन्छ, उपेन्द्र ओली है। हामी चाहिँ आज जस हाम्रो पारिवारिक घुमघाम नै हो। यहाँ चाहिँ ढुङ्गा थप्दै जानुपर्ने चलन रहेछ है। म फेरि भिडियो बनाउनु बिजी, त्यो अवस्था छ। धागे छहरा बबई गाउँपालिका वडा नम्बर 4। हामी झन्डै किलोमिटर त नापिएन कति भन्ने कुरा। हिँड्दै जाँदा हिँड्दै आउँदा छैन। धागे छहरा असाध्यै राम्रो रहेछ। पुरानधारा छहरा भन्दा असाध्यै राम्रो रहेछ है। हेर्नुहोस् ल है। तर अलिकति कष्ट गर्नु पर्दो रहेछ। यहाँ गाडी मोटर आउँदो रहेनछ, पैदल मार्च गर्नु पर्दो रहेछ। जय विष्णु भगवान। अङ्कलहरू रमाइराख्नु भएको छ। तर यहाँ आउँदाखेरि क्यामेराम्यान लिएर आउनु होला आदरणीय साथीहरू। किरण भाइ पनि नुहाउने तयारीमा हुनुहुन्छ। मेरो भाइ नुहाउने तयारीमा छ। ढुङ्गा थप्दै जानु पर्दो रहेछ। मैले पनि एउटा ढुङ्गा थपिरहेको छु। मैले पनि एउटा ढुङ्गा